ठुली दिदी के भयो बिसन्चो हुनुहुन्छ बस न यहाँ माइली हैन के चाहिँ भयो दिदी हेर्न तेरो भेनाले के सिसरी गर्छु नि बुढा भन्दा नि दिएकै छैन उसको पैसाले केस स्टोर गर्छु भनेको भए नि हुन्थ्यो नि मैले मेरो पैसाले केस स्टोर गर्छु भन्दा नि दिँदैन अर्काको बुढीहरू कस्तो राम्रो केस स्टोर गरेर बच्चाले सिल्की बनाएर बस्छ आफू चाहिँ झाडु जस्तो केस बोकेर बसिराख्नु परिरहेको छ न उसलाई मैले अहिलेसम्म दसैँ तिहारमा यसो एक जोडी लुगा किनिदिएँ बुढा भनेर नि मागेछु सबै आफ्नै पैसाले गरिरहेको छु केस स्टोर पनि गर्नु दिँदैन ए छ्या दिदी नरुनु न अब भइ त गयो अब छ्या त्यस्तो भइहाल्छ नि अब घरमा नरुनु त लु साइली हजुर दिदी साइली चाहिँ यहाँ आइज न किन दिदी आइहाल्न भनेको तँलाई एउटा कुरा सुनाउँछ हौ के कुरा हौ लु भन्नु जेठी दिदी छ नि जेठी दिदी र जेठी दिदीको बुढा त परेछ नि हात ला हो के भएर दिना रहेछ नि त के सिस्टर गर्नु हौ दिना रहेछ कि बुढाले दिदी त जेठी दिदी त यसो भुत भइरहेको थियो बुढाबुढी त पुरै ला हो त्यही त त्यति सानो कुरामा त्यस्तो नगर्नु नि कस्तो है म गएको फेरि तिमी दुईजना बुढाबुढी अबै तपाईँको जोडी त्यस्तो छैन है दिदी कान्छी हजुर साइनी दिदी सुन्न जेठी दिदी र नि भेना त बाजे सर्यो अस्ति दसैँमा मलाई माइली दिदीले भनेको हौ ला के भएर स्टार्ट गर्नु दिएन रहेछ अरे कि भेनाले अन्त बुढाबुढी त पुरा लापा परेछ अरे नि ऊ भेनाको त दाँतै खुस्किरहेछ अरे दिदीको त ऊ यत्रो सुनिरहेछ दिदी र भेना त है होला नगर्नु ल अब पर्सि त माइतिर आउनेवाला छ अरे हौ छुट्टा नाम हुने डिभोर्स भन्नुभएको डिभोर्स हुने आँटेको छ अरे हो त होला नगर्नु है फेरि कसलाई नभन्नु है फेरि ल यसमा देखाएका पात्रहरू सबै काल्पनिक हो कृपया मनोरञ्जनको लागि हेरिदिनुहोस् होला यदि यस भिडियोले रिस उठ्यो भने पनि हाँसिदिनुहोस् होला धन्यवाद